यो बिहानी चाहिँ चराचुरुङ्गीहरू पनि पुरा कराउँछ। यो कागहरू चाहिँ यहाँ आउँछ। अनि यो काग चाहिँ मासु खान आउँछ हाम्रो घरमा। यो मुनि चाहिँ सिधै घोस खान्छ। बिहानै नाम्चीबाट चाहिँ यिनीहरू पनि रातभरि भोकै होला। अनि बिहान आउँछ, खान्छ, जान्छ, फेरि भोलि आउँछ। फगी लागेर केही पनि देख्दैन आजको गाउँ। अति सुन्दर चराचुरुङ्गीहरू कराएको मजा लाग्छ बिहान चाहिँ मलाई चाहिँ। तर एक चरण चाहिँ बिहान चाहिँ म त हिँड्दिनँ कि ढिलै भए पनि छिटै भए पनि बानी भएछ। बिहानै सुन्दर समयमा है एकदम बिहानको समयमा चाहिँ मजा आउँछ एक प्रकारको है।